आज चाहिँ लक्ष्मी पूजा। सो म चाहिँ यतिखेर घर जाँदैछु। रात परिसकेको छ, तर रात परे पनि तिहार लागेर एकदमै झिलिमिली दिउँसो जस्तै भइरहेको छ। अनि अब कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको हुनाले आज लक्ष्मी पूजा ढिलै पुज्दा पनि हुनेवालामा छ। सो ढिलै जाँदैछु। आज काम पनि त्यस्तो भयो नि, बेलबारी बजार त्यस्तो दामी क्या वाउ भइरहेको छ। तपाईँहरू कसले लक्ष्मी पुज्नुभयो? अब यहाँ मेरो चाहिँ भारी पनि छ, यस्तो खालको भारी पनि छ। फेरि यहाँ मेरो अटो आउँदैछ कि अटो। सो बेलबारीबाट चाहिँ अटोमा जानुपर्छ बुढाबारीसम्म। झिलिमिली त उप्पर दामी छ त यतातिर लुक्स कति राम्रो छ। झिलिमिली त कति हो कति। अटो आइपुग्नु भयो। हेलो हेलो भिडियो बनाउँदै हामी चाहिँ अब के गर्न आँटेको छौँ? हामी रङ्गोली बनाउन आज हाम्रो चाहिँ अलिक ढिलो भयो क्या, कुकुर तिहारलाई सक्दिएको क्या, त्यही भएर ढिलो हामी लक्ष्मी पूजा मनाउँदैछौँ, पुज्दैछौँ। सो अब हामी रङ्गोली बनाउन लाग्दैछौँ। सो लक्ष्मीको गु, गाईको गुलाई लक्ष्मीको गु, गोबर गु होइन गोबर। सो त्यही गोबर लिन जाँदैछौँ अनि रङ्गोली बनाउँछौँ। लुला लक्ष्मी ऊ अघि छ यसले गोबर गाईको गोबरले लिप्यो भने चाहिँ टक्क ल त्यसले भएका दिन्छ। यति घरमा बसेर त्यति भन्ने भइरहेछ है। लक्ष्मी माता अब यो चिसोले गर्दाखेरि त्यो कलर पो लक्ष्मीको लागि यहाँ तयारी यतातिर तसिन्ताक बसै भएन। निनी हाई भन्नु न। अनि यहाँ सिन्दा चाहिँ सुरसुगे अहिले लुगा लागेर अनि यस्तो छ। हाम्रो चाहिँ टोइलेटकै छेउमा यहाँ हाम्रो पनि आधी मात्रै निकालेर यहाँ गरिँदैछु। ल यहाँ आमा र निनीको चाहिँ विशेष हाम्रो आजको लक्ष्मी, आजको होइन सधैँको लक्ष्मी होइन। कस्तो भइरहेको छ सिन्दा आजको लक्ष्मी पूजा? एकदम राम्रो भयो। उसलाई चाहिँ खोकी लागेको छ। लाइटहरू बबाल्छ हाम्रो रङ्गेली जस्तो भए पनि। नगरी आउनु न आमा, हुन्छ। ल हाम्रो चाहिँ भ्लग निनी र आमा बुवा चाहिँ रेडी हुनु भएन, तर नुहाइ चाहिँ गरिसक्नु भएको। कपिराइट चाहिँ लाग्छ होला, तर लागोस्। हाम्रो आमाहरू भित्रदेखि लक्ष्मी पुज्दै बुवा चाहिँ सुटीमा दिन्छ। आइज न फोटो खिच्ने बा बुनु। उता आमापट्टि जा न, ठाउँ त्यहाँ स्पेस छ। लु जाउँ अब भित्र। लक्ष्मी पुज्दै हुन्छ हाम्रो चाहिँ हाम्रो। ल तिनचोटि गर्नुभयो नि। ल मैले तेरो चाहिँ युट्युबलाई गरिसकेँ। बुनुको भिडियो राम्रो रिसाइन्छ। म भयो तेरो। हजुर सुन त लक्ष्मी बसिरहेछ बाहिर। लक्ष्मी ल यहाँ चाहिँ हाम्रो हेलो सबैजनालाई नमस्ते फेरि पनि
थप दिनुहुने भयो भनेर हामीले चाहिँ कोचिङ तपाईँहरूले पनि बुझ्नु भयो होला आमाको लुङ्गीबाट हामीलाई यतिले पुगेन अझै चाहियो साझाको फुल चढाउ पूजाको माता लक्ष्मी बसिदेऊ मेरो छोर यताबाट त्यस्तिकै गाइदेऊ ल म ठ्याक्कै यतिकै साइजमा म एउटा बनाइदिनु ल ल गीत गाउने स्टार्ट गर्नु टाढाबाट देखियो देख्यौँ हामी गएर हेर त बोले एकचोटि गएर हेर न त सिन्तारमा देख्यो त कहाँ बस्दा ठिक्क हुने पो ठाउँ हेरेर अलिक यसो गर्देखि होला अब हाम्रो लक्ष्मी पूजा चाहिँ टाइम भयो भएन भयो टाइम भयो अनि हाम्रो लक्ष्मी पूजा पुजेको भिडियो यति नै बाई 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 पूजा लक्ष्मी पूजा आइदिनु होला धेरै दुईजना नाच्छ थाली कति दियो बाली पता के गीतमै सक्ने हो किन लाइट